दाजुले भाइलाई, भाइले दाजुलाई हेरेर रुनुपर्ने अवस्था आएको। हामी रुन्थ्यौँ। हजुर किनभने उनी पनि बच्चा थिए, हामी पनि बच्चा थियौँ। हजुर तर उनीहरूको प्यारेन्ट्स थिए हजुर है, उनीहरूलाई चाहिँ उनीहरूलाई माया हुन्थ्यो, सबै हुन्थ्यो। हामीले ठुलो हेर्ने अवस्था थियो कि अँ, यो वास्तवमा अर्जुन होइन नि, अँ, हो होइन होइन नि, घिउ त अर्ने होइन। होइन दुःखै परेपछि के खानु त? भोकै मर्नुभन्दा के गर्नु? भोकै मर्नुभन्दा त बरु घिउकै अर्ने खाएर भए पनि मर्नु। तर उनले हामीलाई जागिर दिए, एज अ सर्भेन्ट जे पनि हो, जस्तो पनि हो, उनले जागिर दिए। तर उनीहरूले जस्तो बच्चाहरूलाई माया गर्थे नि, हजुर माया गर्ने, आफ्नो बच्चालाई बच्चामाथि जस्तो सद्भाव राख्थे, हजुर त्यो हामीमाथि नहुँदा हामी त हेर्ने, हामी ठुलो हेर्ने, हामी रुन्थ्यौँ। हजुर हामी दुई भाइ यस्तो अवस्थामा बसेर रुन्थ्यौँ। हजुर एउटा सर्भेन्ट पढेर त्यो एउटा कुनामा दाइ बसेर रुने, एउटा कुनामा म बसेर रुने। प्यारेन्ट्सको माया भन्ने त्यो पाइएन। थाहा पाइएन, होइन, बुझ्न त्यही पाइएन। माथि पनि एउटा सानो गल्ती हुँदाखेरि उनीहरू कराउने चिजहरू एकदम चिचोनी कराउने। हजुर त्यो गर्दाखेरि एउटा कुनामा दाइ बसेर रुने, एउटा कुनामा म बसेर रुने, त्यस्तो अवस्था पनि हामी। उहाँले लानुभयो, हजुर उहाँले लगेपछि तपाईँलाई ल कुकिङ काम आउँदो रहेछ, अब यो भाइहरू सबै विदेश जाने, हजुर उहाँहरूलाई चाहिँ खाना बनाइदिनु नि त, मेरो जानलाई पनि सजिलो हुन्छ भनेपछि त्यतिखेर मैले 2 साग खाँदाखेरि मेरो यस्तो हालत भयो हजुर। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ हजुरहरू सम्पूर्णलाई सम्पूर्ण मिडियामा। हामीले पछिल्लो समय धेरैभन्दा धेरै छोरी मान्छेहरूका पीडा वेदना अनि छोरी मान्छेहरूका मनभित्रका कुराहरू सुन्यौँ, हजुरहरूलाई देखायौँ। तर आज हामी एकजना यस्तो छोरा मान्छे जो आफ्नो घर परिवार सङ्घर्षसँग यति धेरै लड्नुभयो कि उहाँ 1000 पटक लड्नुभयो, 1000 पटक उठ्नुभयो, 1000 पटक ठोक्किनुभयो, 1000 पटक उठ्नुभयो र आज यो स्थानमा आउनुभएको छ। आउनुहोस् उहाँको दुःख सुख अनि सङ्घर्षका कुराहरूमा एकैछिन यो भिडियो हेरेर उहाँलाई साथ दिउँ। सर, हजुरलाई नमस्कार अनि स्वागत छ। नमस्कार, धन्यवाद। हजुरको परिचय? मेरो नाम बालाराम विष्ट। हजुर बालाराम विष्ट हो र म प्युठान जिल्ला, प्युठान जिल्ला नगरपालिका 3 बाट बिलोङ गर्छु। अनि पछिल्लो समय हामीले जुन अफ क्यामेरामा हजुरको दुःख सुख सङ्घर्षको कुराहरू धेरै सुन्यौँ, हामी पनि निकै भावुक भयौँ होइन। थोरै कुराहरू चाहिँ अब हजुरको कहाँबाट सुरु गरौँ भने बाल्यकालदेखि सुरु गरौँ होइन। हजुर, हजुरको बाल्यकाल कस्तो बित्यो सर? के घर परिवार दाजुभाइ दिदीबहिनीहरू के थियो, अवस्था कस्तो थियो? मेरो बाल्यकाल एकदमै राम्रो हो। हजुर तर अलिकता 7-8 वर्षको उमेरमा आइसकेपछि हजुर एउटा इन्सिडेन्स भयो जहाँनिर मेरो आमाले महाप्रस्थान गर्नुभयो। त्यस पछाडि मेरा जिन्दगीमा दुःखका दिनहरू सुरु भए। हजुर त्यहाँबाट मैले दुःखका दिनहरू देख्नु पर्यो। हजुर जस कारणले गर्दाखेरि म आफ्नो पढाइ कन्टिन्यू गर्न पाइनँ। हजुर मेरो चाहिँ पढाइ कन्टिन्यू नहुनु कारण ले गर्दाखेरि म र मेरा दाइ, हजुर हामी दुई भाइ परदेशी हौँ। हजुर कति वर्षको उमेरमा परदेशिनु भयो तपाईँहरू? जब त्यतिखेर आमाको त्यो अवस्था भइसके पछाडि, घरको अवस्था सबै कुरा बिग्रिसके पछाडि जिम्मेवारी त हजुरहरूमाथि आयो। हामीमाथि आयो। त्यस पछाडि हजुरहरू कति वर्षको उमेरमा परदेशिनु भयो? हामी परदेशिँदा म 13 वर्षको थिएँ होला। हजुर र दाइ 14 वर्षको, हामी वर्षौली हो। हजुर 13-14 वर्षको उमेरमा हामी चाहिँ भारतको मध्य प्रदेश भोपालमा हामी नोकरीको सिलसिलामा पुग्यौँ। हजुर र नोकरी पनि हामीले कस्तो पायौँ भनेपछि हजुर झाडु पोछा लगाउने अनि साना बच्चाहरू हेर्ने, आफू खुदै बच्चा थियौँ र त्यही माथि पनि एउटा जिम्मेवारी अर्को थप्यो, बच्चा हेर्ने र साना बच्चा हेर्नेदेखि लिएर झाडु पोछा होइन सबै गर्नुपर्ने, त्यहाँ भाँडा मान्नुपर्ने, सबै गर्नुपर्ने। हजुर त्यो अवस्थामा हामी थियौँ। बाल्यकालमा त्यति धेरै जस्तो त्यहाँ गएर अर्काको ठाउँमा अर्काकै आफै बच्चा भइरहँदा अर्काको बच्चा हेर्नुपर्ने, झाडु पोछा लाउने, त्यत्रो सङ्घर्ष गर्दै गर्दाखेरि कतै कतै त्यो आमाको काखमा बसेको यादहरू, त्यो आमासँग बिताएका पलहरूको कतिको याद आउँथ्यो सर? आमाको याद त आउँछ नि, आमाको याद कसलाई आउँदैन? आमाको यादलाई हामीले
एक ठाउँ राखेर हजुर है हजुर हामीले चाहिँ अरूलाई पनि खुसी गराउनु पर्ने अब अवस्थामा पुग्यो कि हामी। हजुर कस्तो रह्यो भनेपछि एक त हामी आफै बच्चा हजुर है, त्यो माथि पनि हामीले अब चाहिँ पैसा कमाउनु पर्छ। पैसा भन्ने पैसा चिज यस्तो चिज हो कि जसले पैसाले सबै चिजको मुख बन्द गर्न सक्छ। त्यो भएको कारणले एउटा पैसा कमाउनु पर्ने, अर्को आफ्नो बचपनलाई माया मारेर पनि सबै त्यो काम गर्नुपर्ने। हाम्रो जीवन सङ्घर्ष कस्तो रह्यो भनेपछि एकदम कठिन। अनि हामी चाहिँ परदेशिएपछि अब एक त आफ्नो बचपना त्यसै खेर गयो होइन, त्यही माथि अरूको बच्चाहरू हेर्नुपर्ने, भाँडा मान्ने, झाडु पोछा होइन, यो हाम्रो जिन्दगीमा यस्तो चिज भयो। अनि त्यही माथि अब अलिकति त्यहाँदेखि फेरि हामी 4-5 वर्ष हाम्रो त्यस्तै बित्यो। किनभनेपछि हामीलाई ठ्याक्कै कसैले चाहिँ होटल रेस्टुरेन्टमा चाहिँ या कुनै चाहिँ फ्याक्ट्री लाइनमा पनि हामीले चाहिँ जब पाउने अवस्था थिएन। उमेरले गर्दाखेरि हामीले जब पाउने अवस्था थिएन। त्यो भएको कारणले हामीले 4-5 वर्ष एकदम कठिन जिन्दगी, कठिन भन्दा पनि कठिन जिन्दगी, त्यो जिन्दगी बिताउनु 4-5 वर्ष तपाईहरूले कठिन भन्दा पनि कठिन जिन्दगी बिताइरहँदा कतै कतै हुँदा त एउटा छोरा मान्छे हो, छोरा मान्छेले कहिले पनि हार मान्दैन भनेर भन्छन् होइन। तर तपाईँहरू त दाजुभाइ सँगै हुनुहुन्थ्यो, परदेशी इन्डियामै गए पनि नेपालको लागि त परदेशी भूमि हो होइन। परदेशी भूमिमा त्यो घाम पानी भोक निद्रा गर्मी नभनिकन सङ्घर्ष गर्दै गर्दाखेरि मनमा कस्तो खालको कुराहरू उत्पन्न हुन्थ्यो सर? त्यो त्यस्तो त खासै अब त्यो हामीलाई घाम पानी भन्ने त्यो हामीले चाहिँ अब बाहिरको काम भएन। हजुर भित्रको काम गर्दाखेरि अब उनीहरूको बच्चाहरूलाई उनीहरूले जस्तो ट्रिट गर्थे माया गर्ने है, त्यो गर्दा देख्दाखेरि हाम्रो आँसु आउँथ्यो नि। त्यतिखेर आँसु आउँथ्यो, दुवै हामी रुन्थ्यौँ। दाजुले भाइलाई, भाइले दाजुलाई हेरेर रुनुपर्ने अवस्था हामी रुन्थ्यौँ। हजुर किनभने उनी पनि बच्चा थिए, हामी पनि बच्चा थियौँ। तर उनीहरूको प्यारेन्ट्स थिए है, उनीहरूलाई चाहिँ उनीहरूलाई माया हुन्थ्यो, सबै हुन्थ्यो। हामीले ठुलो हेर्ने अवस्था थियो कि हामीले उल्टो उनीहरूकै सेवा गर्नुपर्ने अवस्था थियो है। त्यो अब त्यो त उनीहरूको ठुलोपन हो एकदम। उनीहरू त हाम्रो लागि धेरै ठुला मान्छे हुन्। किन उनले त्यो पनि सहारा दिन्थेन भने त हाम्रो अवस्था कति दयनीय हुन्थ्यो। त्यो आफ्नो ठाउँमा छ। तर उनले हामीलाई जागिर दिए, एज अ सर्भेन्ट जे पनि हो जस्तो पनि हो, उनले जागिर दिए। तर उनीहरूले जस्तो बच्चाहरूलाई माया गर्थे नि, माया गर्ने, आफ्नो बच्चालाई बच्चामाथि जस्तो सद्भाव राख्थे, त्यो हामी माथि नहुँदा हामी त हेर्ने, हामी ठुलो हेर्ने, हामी रुन्थ्यौँ। हामी दुई भाइ यस्तो अवस्थामा बसेर रुन्थ्यौँ। एउटा सर्भेन्ट पढेर त्यो एउटा कुनामा दाइ बसेर रुने, एउटा कुनामा म बसेर रुने। रुनी पनि यस्तै रुन्थ्यौँ हामी। अब एउटा सबैभन्दा पहिला त हाम्रो शिक्षाबाट वञ्चित भइयो एकदम। अर्को कुरो प्यारेन्ट्सको माया भन्ने त्यो पाइएन, थाहा पाइएन। त्यही माथि पनि एउटा सानो गल्ती हुँदाखेरि उनीहरू कराउनु एकदम चिचोनी गराउने। त्यो गर्दाखेरि एउटा कुनामा दाइ बसेर रुने, एउटा कुनामा म बसेर रुने, त्यस्तो अवस्था पनि हामी। त्यस्तो अवस्था तपाईँहरूले पार गर्दै गर्दा भन्नुभयो, म यो कुरालाई अलिकति जोड्न चाहेँ। त्यहाँनिर तपाईँहरूको स्यालेरी कति हुन्थ्यो अनि त्यसमा तपाईँहरू खाना म्यानेज चाहिँ कसरी गर्न सक्नुहुन्छ? कुरो गर्नुहुन्छ सेलेरी के कुरो गर्नु? त्यति 150 रुपियाँ मेरो सेलेरी थियो, 200 रुपियाँ दाइको। अनि त्यति स्यालेरीले खाना त उनीहरूले दिन्थे होइन, खाना बस्न उनीहरूले दिन्थे। अनि त्यो 150 सेलेरी मेरो, 200 सेलेरी दाइको। अनि त्यो पार गरिसकेपछि हामीले त्यो कठिन समय पार गरिसकेपछि अब अलिकति बुझ्ने भइसकेपछि हामी बल्ल हामी रेस्टुरेन्टमा आयौँ। रेस्टुरेन्ट होटलमा आएपछि अब त्यहाँ आएपछि हामीले चाहिँ भाँडा मान्ने नोकरी पायौँ। त्यतिखेरको समयमा अहिले त रिस्पेक्ट गरेर बोलिन्छ, डिसवासर भनिन्छ होइन, डिसवासर भन्ने एउटा रिस्पेक्ट युटी भनेर भनिन्छ। तर त्यतिखेर त्यो समयमा चाहिँ गटरवाला भनिन्थ्यो कि भाँडा मान्नेलाई है, भाँडा मान्नेलाई गटरवाला भनिन्थ्यो। एज अ गटरवाला हामीले चाहिँ 2-2.5 वर्ष काम गर्थ्यौँ दुई भाइले चाहिँ सँगसँगै गरिरहनु भएको छ। सङ्घर्ष पिरियडदेखि
अहिले हजुरले भनिरहेको ठाउँसम्म हजुरहरू आइपुग्दासम्म दाजुभाइ सँगसँगै हुनुहुन्छ? अहिले त हामी आफ्नो आफ्नो रेस्टुरेन्ट रन गरिरहेका छौँ। होइन, अहिले रिसेन्टली अवस्थामा भएन, तपाईँले जुन कुरा सुनाइरहनु भएको छ त्यो त्यतिखेर हामी सँगै छौँ, सँगै हुनुहुन्छ है? सँगै छौँ। हजुर। त्यसपछि हामीले काम रेस्टुरेन्टमा अब भाडा माग्ने भएपछि 2-2.5 वर्ष अब त्यसरी बिताइयो। हजुर। त्यो बिताइसकेपछि अब अलिकति ठुलो पनि भयो। अनि त्यस पछाडि त्यतिखेरका सेफहरूलाई ओस्ताद भन्ने चलन। हजुर। तिनी ओस्तादले हामीलाई चाहिँ किचनमा चाहिँ किचनमा फेरि जब दियो होइन। जब दिएपछि अब किचनमा एज अ मसाल्ची भनिन्थ्यो, अहिले हेल्पर भनिन्छ होइन। एज अ मसाल्ची। त्यसपछि हामीले काम पायौँ। काम पाएपछि अब त्यसमा चाहिँ कटिङ हुन्थ्यो होइन। खुर्सानी काट्नुपर्ने, प्याज काट्नुपर्ने, लसुन काट्नुपर्ने होइन, टमाटर प्याजहरू काट्नुपर्ने, विविध तरिका अब सलादहरू लगाउनु पर्ने, सबै काम गर्नुपर्ने। त्यतिखेर हामीले काम सिक्ने मौका पायौँ। जस्तो अहिलेको भाइ बहिनीहरू कस्तो छ भनेपछि बासँग आमासँग अलिकति झोकेर रिसेर ल म होटल म्यानेजमेन्ट गर्छु, मलाई चाहिँ एउटा म्यानेजमेन्ट पढ्नु पऱ्यो, म म्यानेजमेन्ट पढ्छु भन्ने एउटा भुर्की लाउने बच्चाहरूले गर्छन्। त्यो त थिएन नि हामीसँग त। तर हामी त्यो त के गड गिफ्टेड हो। हामीले त्यो अपर्च्युनिटी पाइयो, त्यसलाई चाहिँ हामीले त्यो अपर्च्युनिटीलाई हामीले आफ्नो जिन्दगीमा बेस बनायौँ क्या। बेस बनाएर त्यस पछाडि काम सिक्दै गयो। अब त्यो 150 देखिबाट हामी सिधा कहाँ पुग्यौँ भनेपछि 600 रुपियाँमा पुग्यौँ। 600 रुपियाँ। 600 रुपियाँ, 2 भाइको 6 गुणा 1200 रुपियाँ हामीले मन्थली सेलरी अर्निङ गर्ने भयो होइन। त्यस पछाडि काम सिक्दै गयो। त्यो 6, 7, 8, 10, 12, 15 त्यस्तै गर्दा गर्दै जब मेरो सेलरी 1800 थियो, दाइको सेलरी 3500। दाइको सेलरी 3500 हुँदा 1800 मेरो सेलरी थियो। अनि तपाईँहरू त सँगै काम गर्ने, सँगै सङ्घर्ष गरेको भन्नुभयो होइन, तर दाइको धेरै तपाईँको चाहिँ थोरै कसरी भयो? त्यो यस्तो भयो फेरि त्यो एउटा त्यसमा पनि दाइ यो काममा धेरै दक्ष हुनुहुन्छ क्या। विक्रम सेफ भनेर भोपालको मध्य प्रदेश भोपालमा 2002-03 मा दाइ भनेको एकदम हात बिग्ने सेफ भइसक्नु भएको थियो। म फेरि अलिकति दाइको लाडपाडमा रहेँ। मैले काममा धेरै खासै ध्यान नदिने है। दाइ काम सिक्नुभयो। अनि मेरो गुरु नै मेरो दाइ हो। मेरो साथी भन्नुहोस्, भाइ भन्नुहोस्, यार भन्नुहोस्, दोस्ती भन्नुहोस्, जे पनि भन्नु मेरो दाइ नै हो। काम सिकेको नै दाइबाट। मैले त्यसरी म फेरि अलिकति लाड प्यारमा पाएँ। अब मलाई त मेरो बाबामासँग लाड प्यार पाउनु त भएन। मैले पाउने भनेको दाइसित। म अलिकति केयरलेस गर्थेँ। दाइ अलिकति मेहनती हो, अहिले पनि मेहनत गर्नुहुन्छ। अहिले दाइले चाहिँ प्युठानमा विष्ट स्विट तथा नमकिन उद्योग भनेर अहिले चाहिँ एउटा रेस्टुरेन्ट रन गरिरहनु भएको। प्योर शुद्ध एकदम शाकाहारी भेजिटेरियन रेस्टुरेन्ट हो। अनि अहिले दाइले त्यो रेस्टुरेन्ट रन गर्दै हुनुहुन्छ होइन। त्यस पछाडि अहिले पनि मेहनत गर्नुहुन्छ दाइ। अहिले 46 वर्ष समथिङ हुनुभयो। त्यतिखेर त्यस्तै हाराहारी हुनुहुन्छ होला। आज पनि उहाँको चाहिँ 4 बजी उठ्ने होइन, आफ्नो रेस्टुरेन्ट पुरा सेटअप गर्ने, भित्र किचनहरू सेटअप गर्ने होइन, सरसफाइ यताउति गर्ने, एकदम दाइ एक्टिभ हुनुहुन्छ। तर म कस्तो थिएँ भनेपछि अलिकति समय पायो भने हार्रा हुर्रा गर्ने, हातका उक्का गर्ने, म त्यस्तो मात्रै थिएँ। यताउता बरालिने त्यो भएको कारणले मेरो सेलरी कम। दाइको सेलरी चाहिँ अब लगन जजमेन्ट गर्ने त गरिराखेको हुन्छ नि त, त्यो कारणले गर्दाखेरि। अनि हजुरले चाहिँ अहिले रिसेन्टली इन्डियामा के गर्दै हुनुहुन्छ? अहिले म आफ्नै रेस्टुरेन्ट रन गर्छु। बिस्ट फास्ट फुडको नामबाट मेरो आफ्नै बिल्डिङ हो। म आफ्नै बिल्डिङमा आफ्नै रेस्टुरेन्ट रन गरिरहेको छु बिस्ट फास्ट फुडको नामबाट। बिस्ट फास्ट फुडको नामबाट त्यहाँ हजुरले त जस्तो भर्खर अफ क्यामेरा भन्नुभयो, जस्तो इन्डियाका धेरै चर्चित सेलिब्रेटीहरूसँग पनि काम पनि गर्नु। योभन्दा पहिला जस्तो यो रेस्टुरेन्ट रन गर्नुभन्दा पहिला 2003 मा मैले बिए गरेँ। त्यतिखेर पनि मैले दाइलाई जिद गरेँ। त्यो दाइ मैले फल्ने केटीसँग मन पराएको छु, ल त्यो केटीसँग मैले बिहा गर्दैछु भने दाइले ठिकै छ, मैले भन्दा तैँले पहिला रेस्टुरेन्ट गर्न भनेर त्यतिखेर दाइले बिहा गरिदिनु भयो। बिहा गरिदिएपछि 2005 मा मेरो नानी जन्मियो। 2005 मा नानी जन्मेपछि अब म माथि त जिम्मेवारी थप्यो। आफै बाबा बन्नुभयो। अब त्यहाँबाट त मैले चाहिँ अब त्यो हल्का लाड प्यार भन्ने चिज त भुल्नु पर्यो। किन लाड प्यार त अलरेडी जन्मिसक्यो है। अब त्यो जन्मेपछि ममा अलिकति जिम्मेवारी थप्यो। 2006 मा मैले फेरि निर्णय गरेँ। त्यतिखेर इराक वार गराएको थियो अमेरिकाले।
अनि इराक जाने मन बनाएँ मैले र मेरो आफ्नो श्रीमतीलाई मैले झुट बोलेर म चाहिँ कुवेत जाँदैछु भनेर म चाहिँ इराक जाने तयारी म गरेँ यही काठमाडौँमा यति भौतारे हेर्नुहोस् यति भौतारिन्थेँ मैले त्यो त्यस्तो इराकमा जुन अमेरिका र इराकको युद्ध चलिरहेको थियो 2006मा त जहाँसम्म मलाई लाग्छ मैले बुझेअनुसार अनि तपाईँ युद्ध भइरहेछ भने थाहा पाउँदै पनि जान थाल्नुभयो यस्तो हुन्छ क्या कस्तो हुन्छ भनेपछि या अपर्च्युनिटी पाउनु पर्यो राम्रो या त फेरि समयलाई अपर्च्युनिटी बनाउनु पर्यो हजुर मैले चाहिँ समयलाई अपर्च्युनिटी बनाउनु पर्यो हजुर मेरो दिमागमा यति बसिएको थियो कि पैसा कमाउनु पर्छ पैसा भयो भने सबै चिजको मुख बन्द गर्न सकिन्छ हजुर पैसा भएन भने सबैले चाहिँ ह्याप्छन् चेप्छन् भन्ने यो मेरो दिमागमा थियो र मैले के सोचेँ भने म मऱ्यो भने पनि म पैसा कमाउँछु र म बाँचेँ भने पनि म पैसा कमाउँछु म बाँचेँ भने म पैसा ल्याएर आउँछु म मऱ्यो भने मेरो लास्टको साथमा पैसा आउँछ भने म त्यतातिर पुगेँ त्यति धेरै कठोर निर्णयमा पुग्नुभयो भने यो कुरा त धेरै एकदम कस्तो भन्दाखेरि हामीलाई नै भावुक बनाउनु पर्छ एक त तपाईँ बचपनदेखि नै त्यो आमा गुमाएपछिको सङ्घर्ष अनि युद्ध भइरहेछ मलाई मेरो ज्यानको प्रवाह छैन भनेर तपाईँ मऱ्यो भने पैसा घरमा आउँछ बाँचे भने आफै कमाएर आउँछु भन्दै गर्दा त यो त हामी तपाईँभन्दा धेरै भावुक त हामीलाई बनाउनु पर्छ यस्तो हो नि यो जस्तो काम सिक्ने क्रममा काम त सिकियो हजुर काम सिके अनुसार पाकिस्तानमा इन्डियामा पनि थिएन नेपालमा पनि थिएन त्यसको कारणले गर्दाखेरि किनभने सधैँभरि भन्छ नि गरिब घरमा जन्मनु पाप होइन तर गरिब भएर मर्नु पाप हो भनिन्छ नि त्यतिखेर त्यो प्रिन्सिपल मेरो दिमागमा थियो र मैले त्यतिखेर के सोचेँ भने होइन पैसा कमाउनु पर्छ यदि पैसा भएन भने यो अहिले जुन हामीले जो चाइल्डहुड हाम्रो त गयो नि त चाइल्डहुड त गइसक्यो एकदम बचपना त हाम्रो त एकदम कठिन अवस्थामा निक्ल्यो र अब हुने आउने दिन पनि हाम्रो यस्तै दुःखका दिनहरू जान्छन् दुःखमै बित्छ भन्नेमा पुगेर त्यो निर्णय लिन पुगेर म यही काठमाडौँमा यो काठमाडौँले मलाई यति दुःख दियो र यही काठमाडौँले फेरि मलाई यति सुख पनि दियो हेर्नुहोस् है दुःख यसरी दियो यो काठमाडौँमा म जब मेन पार धाउँदा एकजना अलि नाम नलिउँ उहाँ एकजना आफ्नै दाइ हुनुहुन्थ्यो उहाँले चाहिँ ल खान्छ तँ इराक जा भन्नु म हुन्छ दाइ म जान्छु भने र जाने क्रममा उहाँसँग भेट हुनुभन्दा पहिले मैले मेन पारमा कहिले पासपोर्ट खोल्यो भन्ने कहिले पासपोर्ट हरायो भन्ने होइन र त्यतिखेर अब के गरेँ यिनीहरूले मेरो पासपोर्ट पनि हराइदियो के गरेँ जलाइदियो त्यो आफ्नो ठाउँमा तर त्यो दाइसँग भेट्नु भन्दा पहिला म 2 दिन 3 दिनसम्म भोकै हिँड्थेँ कि यो काठमाडौँमा 2 दिन 3 दिनसम्म भोकै हिँड्थेँ म भरि आफ्नो पेट भएर मैले खानै खाइनँ है र एकजना म त्यो दाइलाई मैले कहिले भुल्न सक्दैन अनुहार मलाई याद छ अनि त्यो दाइ कहाँ हुनुहुन्छ है यो बालाजुमा उहाँको चाहिँ एउटा चाहिँ गेस्ट हाउस थियो त्यो दाइको सम्पर्कमा आएपछि ल बालराम भाइ हिँड्नुहोस् मसँग उहाँले लानुभयो उहाँले लगेपछि तपाईँलाई ल कुकिङ काम आउँदो रहेछ अब यो भाइहरू सबै विदेश जाने उहाँहरूलाई चाहिँ खाना बनाइदिनु नि त मेरो जानलाई पनि सजिलो हुन्छ भनेपछि त्यतिखेर मैले 2 साग खाँदाखेरि मेरो यस्तो हालत भयो थियो हेर्नुहोस् है पैसा छैन फर्केर जाम म प्युठान फर्केर जाम पैसा छैन मैले चाहिँ मेरो मेन बारमा 1,50,000 बुझाइसकेको त्यो पनि साउ काटेर है अब फर्केर जाउँ कसरी जाउँ नजाउँ यहाँ बसेर खाने उपति भएन तर त्यो दाइले मलाई ल बालराम भाइ हिँड्नुहोस् न भनेर लगेपछि त्यहाँ गएर मैले 2 साग भन्ने कस्तो हुन्छ बल्ल त्यहाँ थाहा पाऊँ मैले धेरै दिनपछि उहाँ चाहिँ तपाईँको नजरमा सबैभन्दा ठुलो भगवान बनेर मेरो भगवान उहाँको नाम म तपाईँको यही च्यानलबाट भन्न चाहन्छु उहाँको नाम अमृत हो उहाँ मगर हो होइन पुन मगर या राणा मगर हो के हो थाहा छैन उहाँ रोल्पाको दाइ हुनुहुन्थ्यो है त्यो दाइले मलाई उहाँ लगेपछि मैले खाना बनाएँ सबैले खाना पनि खाएँ राम्रो माने त्यहाँ बसेर गेस्टहरूले र मैले 2 साग भने त्यसरी खान्थेँ त्यो दाइसँग म 15-20 दिन बसेँ र दाइ म प्युठान जान्छु भन्दाखेरि उहाँले भाडा हालिदिनु भयो भाडा हालिदिएर म चाहिँ प्युठान त्यसरी गएको
अनि तपाईँले यहाँ यति धेरै दुःख गर्नुभएछ, तपाईँ त्यहाँ खासमा इराक जान भनेर आएको, अनि त्यो इराकको कुरा चाहिँ तपाईँ इराक पुग्नु भयो कि त्यो तपाईँको 1.5 लाख रुपियाँ त्यहीँ गएँ इराक त पुगेँ। ए हजुर, इराक पुगेँ। म त इन्डियामा त हामीले काम सिक्ने त्यो आफ्नो अलग च्याप्टर भयो। हजुर, र अब म चाहिँ पैसा कमाउनु पर्छ, विदेश जानुपर्छ भन्ने अलग च्याप्टर भयो। हजुर, यो जब विदेश जाने भन्दाखेरि पनि विदेश जाने क्रममा अब पाएका फेरि यो दुःखहरू जो तपाईँसँग म कुरो गर्दैछु एकदमै यो चाहिँ विदेश जाने क्रममा पाएको दुःख। त्यस पछाडि हामीलाई यहाँबाट दिल्ली लग्यो। हजुर, दिल्ली लगेर 6 महिना बसाल्यो। हजुर, 6 महिना बस्दाखेरि एउटा होटलमा लगेर राख्यो। अब त्यो चाहिँ मेन पावरको मान्छे सम्पर्कमा आएन। नआएपछि त्यहाँ चाहिँ एउटा नजिकै रेस्टुरेन्ट थियो। त्यहाँ रेस्टुरेन्टमा ल मलाई 2 क्या खाना दिए म काम गरिदिन्छु तेरो भनेर त्यहाँ भनेपछि उसले ल हुन्छ ठिकै छ नि त आइज भनेर 8 दिन काममा गयो। अनि त्यहाँ सिर्फ खानाको लागि मात्रै मैले 6 महिना काम गरेँ। खानाको लागि मात्रै? खानाको लागि मात्रै। बस्ने त कहाँ हो के हो? बस्ने व्यवस्था मेन पावरले गरेको थियो। हजुर, तर खाने चाहिँ आफ्नै पैसाले। हजुर, पैसा छैन। हामीसँग त्यति धेरै पैसा पनि हामीले इन्डियामा कमाएको पनि होइन। हामी त्यत्रो सेलेरी पनि थिएन। मैले भनिहालेँ न 17-18 हजारदेखि 17-1800 सेलेरी। अनि त्यसैलाई त्यही माथि हिसाब काट्या। छोरी भर्खर जन्मेपछि 19 दिनको छिन् है। त्यो कन्डिसनमा घरमा 19 दिनको छोरी छोडेर तपाईँ इराक जुन भन्नुभयो नि, सके पैसा कमाएर फर्किन्छु, नसके पैसा चाहिँ मेरो घरमा फर्किन्छ भन्ने, घरमा त्यो छोरीलाई छोडेर त्यत्रो सपना बोकेर जाँदै गर्दा मन कस्तो भयो होला सर? त्यस्तो तिनी कुरा गर्दाखेरि त कस्तो हुन्छ भनेपछि दुःखले र दर्दले घिउ गर्ने खायो गर्दाले। घिउ वास्तवमा अर्दिँदा होइन नि हो होइन नि। घिउ त अर्ने होइन। दुःखै परेपछि के खानु त? भोकै मर्नुभन्दा के गर्नु? भोकै मर्नुभन्दा त बरु घिउकै अर्ने खाएर भए पनि मर्नु। त्यो भएको कारणले इराक जाने डिसिजन गरेँ। इराक जाने डिसिजन गर्ने क्रममा अब यहाँबाट हामीलाई चाहिँ काठमाडौँ त कति भौतार्यो है। त्यस पछाडि अब दिल्ली लग्यो। दिल्ली लगेर पनि 6 महिना बसाल्यो। 6 महिना त्यत्तिकै फोकटमा रेस्टुरेन्टमा काम गरेँ खानको लागि मात्रै। त्यहाँ दिल्लीबाट जोर्डन लग्यो। जोर्डन लगेपछि त्यहाँ पनि 1 महिना बसाल्यो। त्यहाँ एउटा खपुस भन्ने दिन्छ कि त्यहाँ रोटीलाई खपुस भन्छ। दालको त कुरै नगर्नुहोस्। अब 1 किलो दालमा चाहिँ 20-25 लिटर पानी हाले त्यसको दालको कुरो त्यति दिनमा खाने भनेको। त्यहाँबाट फेरि एकजना खैरी आएर इन्टरभ्यू गर्यो। इन्टरभ्यू गर्दाखेरि अब तछाड मछाड छ। म पनि जसरी इन्टरभ्यू दिन सफल भएँ। इन्टरभ्यू दिन सफल हुँदाखेरि एक त शरीर त्यस्तो भइसकेको थियो कि झिड भइसकेको थियो। किनभने प्रपर फुड भएन भने त शरीरले त धान्दैन होइन। अनि उनीहरूले मलाई पटक प्रश्न गर्थ्यो कि खैरीले, आर यु सेफ भन्थ्यो मलाई। मैले भने सर यस अफकोर्स आइ एम सेफ भन्नु। त्यस पछाडि डु यु नो हाउ टु कटिङ भन्छ। अनि मैले सर आई नो हाउ टु कटिङ भनेपछि उसले इसारा गरेर आफ्नो साथीलाई प्याज र टमाटरहरू मगायो होइन। अनि त्यस पछाडि मैले सट्ट कटिङ गरेर देखाएँ। यो जुलियन हो, यो फाइन चप हो, यो चप हो, यो वेडजेस हो भनेर सबै बताएपछि उसले चाहिँ एकदमै विश्वास गरे, फुल्ली विश्वास गरे खैरीले। अनि त्यस पछाडि भने नो मोर इन्टरभ्यू, राइट योर पासपोर्ट नम्बर एन्ड योर नेम भनेपछि सर र मैले आफ्नो पासपोर्ट नम्बर लेखेँ, आफ्नो नाम लेखेँ। मलाई अहिले पनि याद छ मेरो पासपोर्ट नम्बर 144224/7। सट्ट पासपोर्ट नम्बर लेख्ने बित्तिकै खैरीले भने ओके योर इन्टरभ्यू इज फिनिस, आर यु पास भनेपछि म यति रोएँ हेर्नुहोस्। घर फोन गरौँ पैसा छैन सम्पर्क त्यो तपाईँले जस्तो मैले तपाईँको थोरै कुरा काटेँ। तपाईँले दिल्लीबाट उता गएर जुन 1 महिनासम्म तपाईँहरू त्यो के चप के खाएर बसेर त्यो सङ्घर्ष गरेर अनि त्यहाँनिर तपाईँले त्यो कोइरीले तपाईँको इन्टरभ्यू लिएर तपाईँ त्योमा पास भइसके पछाडिको खुसी घर साट्नको लागि तपाईँले कति सङ्घर्ष गर्नु पर्यो होला? त्यो सङ्घर्ष त कति भयो कति त्यो त बाँड्नै पाइएन नि। पैसै छैन गोदाममा है। गोदाम पैसै छैन। त्यो जोर्डन पुग्दासम्म त हामीसँग त 1 रुपियाँ पनि दिन्थ्यो। डाउनटाउन सिटी भन्नेमा चाहिँ अल फ्यासन होटल भन्नेमा हामीले बन्धक बनाएर आएको थियो है। गोदाममा पैसा छैन। ल म इन्टरभ्यू मेरो भयो पास भयो भने अलिकति खुसी साटो भन्दाखेरि पनि पैसा छैन। अब के गर्ने? लास्ट विकल्प भने रुनिने हो। तर त्यहाँ पास भएपछि त्यहाँ चाहिँ झरेको आँसु चाहिँ तपाईँको खुसीको झरे है? खुसी झरे। त्यहाँ न खानुको व्यवस्था थिएन, केही थिएन।
एउटा कोठामा 10 12 जना भरेर राखेको थियो। त्यस पछाडि त्यो होटलबाट हामीलाई फेरि त्यहाँबाट निकालेर अर्को होटलमा सिफ्ट गर्यो। त्यहाँ गएपछि दुईजनालाई बेड सेयरिङ गरेको थियो। अनि खाना राम्रो तरिकाले खाना खाइयो, फुडहरू खाइयो। त्यस पछाडि हामीले चाहिँ इराक लग्यो। इराक लगेपछि बगदाद एयरपोर्टमा जब प्लेन ल्यान्ड गर्यो र ठ्याक्क हामी एयरपोर्टभित्र एन्ट्री गर्दा यता हेर्दा पनि त्यो चाहिँ ध्वस्त भएको छ, भवनहरू ध्वस्त छ, उता हेर्दा पनि भवन ध्वस्त छ। झन् त्यहाँ गएर झन् मन खिन्न भयो, भा कस्तो ठाउँमा आइयो, अब के होला। त्यहाँ एकजना दाइ टक्क लाएर एसएलआर एसएमसी बोकेर ए भाइ आउनुभयो भन्दै ट्याक्क यस्तो लाग्यो बाउले बोले जस्तो के। त्यो गन बोक्ने इराकमा गन बोक्ने पनि नेपाली नै। अनि उहाँले चाहिँ ल भाइ आउनुभयो भन्दाखेरि ट्याक्क बाउले भने जस्तो ए छोरा आइस भने जस्तो के। त्यहाँ त्यो दाइले के भन्नु भने ल पानी पिउनुहोस्, ग्याटरेडहरू छ, ग्याटरेडहरू कोल्ड ड्रिङ्क जे खानु मन लाग्छ खानुहोस् भन्नु, दिनुभयो, खाइयो। त्यस पछाडि हामीले त्यहाँबाट स्केटिङ गरेर वारर्स क्याम्पमा लग्यो। वारर्स क्याम्पमा लगेपछि अब त्यो वारर्स क्याम्पमा गइसकेपछि त्यहाँ काम गर्ने मौका पाइयो, राम्रो काम गरियो। अब फेरि हाम्रो त्यहाँ पनि एउटा कम्युनिकेसनको प्रब्लम, जो मेरो सेफ थियो उसलाई इङ्ग्लिस नआउने, मलाई अरबी नआउने समस्या त्यहाँनिर पनि भयो। त्यही पनि सङ्घर्ष गर्दै लड्दै दुनियाँभर गर्दै त्यस पछाडि 3 महिना त्यहाँ काम गरेपछि प्रमोसन गरेर असिस्टेन्ट सुसेफमा हाल्यो। असिस्टेन्ट सुसेफमा अहिले म जुन उमेरमा छु त्यतिखेर मान्छे बल्ल पुग्छ। म त्यतिखेर 21 या 22 वर्षको त्यो उमेरमा म असिस्टेन्ट सुसेफमा पुगिसकेको थिएँ। तपाईँ त्यहाँ इराक पुगेर जस्तो घरमा त 13 दिनको छोरी छोडेर हिँड्नु भएको थियो, 19 दिनको छोरी छोडेर हिँड्नु भएको थियो। बाटोमा तपाईँको घर परिवार र तपाईँको सम्पर्क कहाँ पुगेपछि टुट्यो? सम्पर्क हाम्रो जोर्डनसम्म जाँदाखेरि हाम्रो सम्पर्क टुट्यो। किन पैसा भएन। जब इराक गइसकेपछि हामीलाई फेरि महिनामा 1 घन्टाको लागि एउटा कार्ड दिन्थ्यो। त्यो 1 घन्टाको कार्डमा चाहिँ त्यस्तो सिस्टम थियो। त्यो कार्ड राखेपछि कुरा गरिन्थ्यो। अनि म त्यसरी चाहिँ आफ्नो जानसँग महिनामा 1 पटक कुरा गर्न पाउनुभयो तपाईँ? महिनामा जति पटक गरे पनि त्यो 1 घन्टाको लागि कार्ड दिन्थ्यो। चाहे 1 घन्टा गरेर खतम गर, चाहे 1 महिना पुऱ्याएर कुरा गर। अच्छा, अनि त्यस पछाडि चाहिँ के गर्नुभयो तपाईँ त्यहाँबाट? त्यस पछाडि अब त्यहाँ चाहिँ काम गर्यो। काम गर्ने क्रममा अब ठुल्ठुला तिनी त्यहाँका चाहिँ आर्मीका चिफ जनरलहरूसँग मिटिङ हुन्थ्यो होइन। अनि त्यस पछाडि गएर राम्रो काम गरेर पैसा कमाइयो। राम्रोसँग पैसा कमाएपछि अनि त्यहाँबाट बल्ल हामी चाहिँ तपाईँ ठ्याक्कै कति वर्ष बस्नुभयो इराक गइसकेपछि? इराकमा 28 महिना बसेँ। 28 महिना बस्नुभयो। त्यस पछाडि तपाईँ फर्किनुभयो? त्यसमा 28 महिनापछि मेरो जानले थाहा पाएन इराक छ भन्ने। म त कुवेत भन्नु गएको। अनि जानले थाहा पाएपछि अनि त्यस पछाडि उनले के भनिदिनु भने अब यो बच्चा सहित म कि नदीमा हाम फाल्नु पर्ने भयो कि तपाईँ आउनुहोस् भनेपछि मैले फेरि मेरो क्याम्प बससँग कुरो गरेर ल अब त्यति यस्तो जानले हाम फाल्नलाई भन्ने कुरो भएन। अनि त्यसपछि मैले के भने नि मेरो श्रीमती एकदम बिमार भएको कारणले मलाई जानुपर्ने भयो सर। मलाई जति यथासम्भव हुनसक्छ नि मलाई चाहिँ चाँडै नेपाल पठाइदिनु पर्यो सर भनेपछि उसले भने जति चाँडै गऱ्यो भने 15-20 दिनभन्दा कन्भे पाइँदैन। कन्भे नगरिकन स्कटिङ नगरिकन तिमीहरूले स्पाइकर पुऱ्याउन सकिन्न। ठिकैसम्म कुरा गर्छु, अरू पनि जाने छन् र म चाहिँ मिलाइदिन्छु भन्यो उसले। राम्रो मेरो रिलेसन राम्रो थियो। अनि उसले 10-15-20 दिनपछि ल बिष्ट तिमी चाहिँ नेपाल जानुलाई तयार हो, आफ्नो सामान तयार गर भनेपछि त्यहाँबाट हामीलाई वारस क्याम्पबाट स्पाइकर पठायो। स्पाइकर क्याम्पबाट फेरि हामीलाई कुवेत पठायो। कुवेतबाट कतार हुँदै फेरि यता नेपालमा चाहिँ आइयो। जे होस् सकुशल आइयो। अब आफूसँग गएका साथीहरू कति चाहिँ एम्बुसमा परे, कोही लन्चरहरू खसेर मरे होइन। सँगै गएका साथीहरू यस्तो हुन्थ्यो कुरै नगर्नु न, फर्केर फेरि त्यही अभाव हुन्छ। काम गरौँ, यो दुनियाँभरको दबाब छ। र पनि यस्तो कस्तो भयो भने 2टा ढुङ्गाको बिचमा भएको तरुल के न फस्टिन सक्या न ढुङ्गै फाड्न सक्छ।
फर्केर आउँ घरमा 19 दिनको छोरी छोडेर आएको छु उसको भविष्य सोच्नु पर्यो, नफर्केर काम गरौँ आफूसँगै आएको साथीको त्यो अवस्था साथीहरू कति साथीहरूलाई देखियो नि त है, दुई टुक्रा भएको देखियो। अनि त्यस्तो त्यस्तो आफ्नो आँखाले देख्दाखेरि र पनि कति सहर काम गरेर होला कि। त्यसैले त छोरा मान्छेको मन तपाईँले भनेको अहिलेसम्मको सायद हामीले लिएको इन्टरभ्यूहरू र छोरा मान्छेको कुरा पीडामा सायद अति मन छुने कुरा मलाई चाहिँ के लाग्यो भन्दाखेरि तपाईँले भन्नुभयो नि इराक कमाउन जान्छु, फर्केँ भने साससँग फर्केँ भने पैसै लिएर फर्किन्छु, सकिनँ भने लास फर्के पनि पैसा पनि फर्किन्छु, त्यतिसम्म साहस बोकेर जाँदै गरेको मान्छे आज यो स्थानसम्म आइपुग्दा कस्तो लाग्दो रहेछ? छोरा मान्छेको जिन्दगी के रहेछ त? छोरा मान्छेको जिन्दगी भनेको सङ्घर्ष है। म स्पेसली अहिलेका यो टिनेजरहरूलाई के भन्छु भने हजुर भाइ बहिनी तिमीहरूले जस्तो काम भेट्छ सानो ठुलो जस्तो काम भेट्छ गर है, आफ्नो आमालाई हेल्प गर। अनि काम सानो ठुलो हुँदैन भाइ बहिनीहरू है, काम सानो पनि हुँदैन ठुलो पनि हुँदैन, काम नै हो। इमान्दारीसँग गर, इमान्दारी कमाएको 1 रुपियाँ ठुलो हुन्छ, गद्दारी गरेर कमाएको करोडौँ रुपियाँ पनि त्यो कुनै काम लाग्दैन, जसरी आउँछ त्यसरी नै जान्छ। त्यो भएर लोग्ने मान्छेको जिन्दगी के भनेको सङ्घर्ष है। जो सङ्घर्ष गर्न सिक्यो, जो सङ्घर्षशील छ अझै पनि, हि इज द विनर है, हि इज द विनर। जसले सङ्घर्ष गर्न सकेन, सङ्घर्षदेखि हि इज द फेलियर। अब त्यसको जिन्दगी त्यहीँनिर समाप्त भयो, त्योभन्दा अगाडि जिन्दगी छैन। सङ्घर्ष नै जिन्दगी हो, जिन्दगी नै मर्द हो। हजुरले एउटा छोरा मान्छे त यस्तो हुनुपर्छ भनेर भन्नुभयो, हजुरको नजरमा आमा के हो जस्तो लाग्छ दादा? आमा सबै हुन् है, आमा सबै हुन्। आज तपाईँले आमाको परिभाषा हजुर व्याख्या विश्लेषण गर्न हुँदैन। हुँदैन। आमा छिन् नि जसको आमा छिन्, हजुर, he is the most richest man in the world। एकदम धनी मान्छे हो कि त्यो, बिल गेट्स भन्दा पनि धनी मान्छे हो कि त्यो, जसको आमा त्यो इन्डियाको अडानी अम्बानी भन्दा पनि धेरै धनी मान्छे हो कि त्यो, जसको आमा छ। सायद आज तपाईँको साथमा तपाईँले यो सफलता प्राप्त गर्दै गर्दा तपाईँले यो सङ्घर्ष मैले हजुरलाई हेरेर काटेँ। हजुर, आमा भन्ने शब्द मैले तपाईँलाई अर्को परिभाषा दिन्छु। हजुर, व्याख्या विश्लेषण गर्ने होइन, तर परिभाषा दिन मिल्छ है। हजुर, तपाईँ सानामा हजुर याद गर्नु त, गाउँघरमा खेल्दाखेरि खुट्टामा ठेस लाग्दाखेरि त्यो आमाले यसो हात मसारेर गर्दाखेरि त्यो घाउ निको हुन्थ्यो कि। न आमा डक्टर हुन्, न आमा वैद्य हुन्, न आमा धामी हुन्, न आमा झाँक्री हुन्, घाउ सन्चो हुन्थ्यो कि, घाउ सन्चो हुन्थ्यो है। भनेपछि आमाको व्याख्या विश्लेषण गर्नुभन्दा नि आमाको परिभाषा यही नै हो। बाबा चाहिँ हजुरको नजरमा बाबा चाहिँ? बा भनेको रोटी हो, कपडा हो, घर हो है। बाउको जुत्ता यदि दैलामा छ भने त्यो बाउ मर्नै लाग्यो 80-90 वर्षको 95 वर्षको किन नहुनु है। त्यो घरमा आएर कसैले ओए भनेर छाती पिटेर बोल्ने हिम्मत हुन्न छोराछोरीलाई। बाउको जुत्ता मात्रै दिँदा पनि, बाउको जुत्ता मात्रै फाट्या चप्पल मात्रै पनि दैलामा छ भने बाउ भनेको त्यो। दाइ चाहिँ के लाग्छ तपाईँलाई? कस्तो लाग्छ दाइ चाहिँ? दाइको परिभाषा के? दाजुभाइ भनेको शक्ति हो। शक्ति है, शक्ति हो। एउटा कहानी भनिदिउँ, भन्नुहोस्। भाइ फुटे गवार लुटे, एउटा कहानी छ नि, भन्छन् दाइ भाइ फुट्नुहुन्न। जहाँनिर तपाईँ दाइ भाइ फुट्नुहुन्छ नि, तपाईँले यति तोड्छ नि यो समाजले, एकदमै यति तोड्छ नि, यति हेप्छ, यति चेप्छ नि। हजुर, यदि तपाईँ 2 भाइ मजबुत हुनुहुन्छ, तपाईँ 3 भाइ 4 भाइ जति भाइ पनि हुन्छ, यदि तपाईँ 3 भाइ 4 भाइ मजबुत हुनुहुन्छ भने नि यो दुनियाँ तोड्न सक्दैन, तोड्नै सक्दैन। दाइ भनेको त्यो, भाइ भनेको त्यो। श्रीमती श्रीमती भनेको दुःख र सुखको साथी हो।
है दुःख र सुख साथ। तर तपाईँलाई मैले आज सायद यसरी सोधेको थिएन, अन्य हाम्रो पाहुनाहरूलाई मैले यसरी बा आमा दाजुभाइ श्रीमती तपाईँको नजरमा के हो भनेर सोधेको थिएन। तर आज तपाईँलाई मैले यो कुरा सोध्दै गर्दा तपाईँले दिएको यो कुराले यो हेर्ने दर्शकहरूको मन पक्कै पनि छुनेछ। सबैको सोच तपाईँको जस्तो भइदियो होइन। अब लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ। यद्यपि मैले अन्त्यतिर छौँ त भनिहालेँ। अहिले तपाईँ भोपालमा चाहिँ आफ्नै व्यवसाय गरेर बसिरहनु भएको छ। अहिलेको अवस्था चाहिँ के छ तपाईँको? अहिलेको अवस्थामा हजुर अहिलेको अवस्थामा अब म सुरुमा हजुरले जोडेको प्रश्नलाई मैले त्यहाँनिर फेरि अलिकति खोदन्छु। हजुर अहिलेको अवस्थामा मसँग गाडी छ, हजुर गाडी घोडा छन्, घर छन्, श्री सम्पत्ति सबै छ। तर त्यो श्री सम्पत्तिलाई हेरेर खुसी हुने एउटा पात्र छैनन्। तिनी भने आमा है, तिनी भनेको आमा हुन्। आज मैले कमाएको इज्जत, मैले कमाएको सम्पत्ति, मैले आर्जेका, मैले जोडेका श्री सम्पत्तिहरू हेरिदिने एउटा आमा छैन। कतैबाट श्रीमती आफ्नो ठाउँमा छिन् है, श्रीमतीलाई मैले नराम्रो भन्न खोजेँ होइन, श्रीमती आफ्नो ठाउँमा छिन्। तर कतैबाट तपाईँ दुःख एकदम पीडा भएर अथवा कुनै आई थिङ्क यु सुड हेभ टु फिलिङ हरासमेन्ट, त्यो समयमा आएर आमाको काखमा टाउको राखेर आमा भन्दाखेरि सारा दुःख भुली त्यति बाटो छैन मसँग, नत्र मसँग सबै चिज छैन। त्यही भएर मैले के भन्छु भने यही हजुरको यो च्यानलबाट मैले यो जुन आमालाई बहुत माया गरेर साथी, आमालाई वृद्धाश्रममा राख्ने होइन, आमालाई तिमीले राख्ने होइन के साथीहरू, आमासँग तिमी बस। तपाईँ यति धेरै आमाप्रति भावुक हुनुभयो, एउटा छोरा मान्छे भएर पनि आमालाई सम्झेर यति रुनुभयो। तर हाम्रो आजभोलिको समाज हेर्दै जाँदा कतिपयले आफ्नै छोराले आमा मारेका, कति छोराहरूले चाहिँ आफ्नै आमा बाउले लिएर वृद्धाश्रममा राखेका, त्यस्ता छोराहरू पनि यो समाजमा छन्। ती छोराहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ दाइ? तिनी भनेको समाजको धमिरा हुन् है, तिनी भनेको समाजका धमिरा हुन्। तिनीहरूमा या त चेतना नभएका है, चेतना या विवेकले काम गर्न सकेन है, तिनी भनेका समाजका धमिरा हुन्। त्यस्तै मान्छेको कारणले समाज बिग्रेको है। आमा भन्छ नि मैले बाबुआमा पालेको छु, बाबुआमा तिमीले पाले होइन यार, बाबुआमाले तिमीलाई पालेको हो के, यसरी बुझ्नुपर्छ। भन्छ नि मैले बाबुआमालाई राखेको छु साथमा, बाबुआमाले साथमा राख्ने होइन के, बाबुआमाको साथमा बस्ने हो। छोरो भनेको त बाबुआमाको साथमा बस्ने हो, बाबुआमालाई साथमा राख्ने होइन। एकछिन कल्पना गर्नु त, एकदम अगाडि जानु त, त्यो 9 महिनासम्म तपाईँ पेटमा बस्नुभयो है, त्यही शरीरको मासु हो, त्यही शरीरको हड्डी हो, त्यही शरीरको खुन, सबै एभ्रिथिङ त्यो सबै त्यही आमाको हो नि, अनि त्यही बाउको देन हो। अनि तिनीहरूलाई तपाईँले कसरी आफ्नो साथमा राख्न सक्नुहुन्छ? तपाईँ त उहाँहरूको साथमा बस्ने हो के। यति तपाईँ जस्तै बुझ्ने सबै छोराहरू भइदिएको भए सायद आज कुनै आमा छोराको हातबाट मर्यो भन्ने सुन्नु पर्ने थिएन होला। तिनी सबैभन्दा अभागी हुन् दुनिया। सायद नेपालमा वृद्धाश्रम छ भन्ने पनि सुन्नु पर्ने थिएन होला, तपाईँ जत्तिकै सबैका छोराहरू भइदिएको भए। दाइ हस् त, अब हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ। हजुरको दुःख सुख सङ्घर्ष सबै कुराहरू हामीले कति सोध्न सक्यौँ, कति हजुरलाई खुलाउन सक्नुभयो, र अन्तिममा हामीले केही सोध्न छुट्याएको, मलाई यो कुरा अझै भन्न मन थियो भन्ने कुरा छ भने कृपया त्यस्तो केही छ भने भनिदिनु न। मलाई अरू त केही छैन, तर यो च्यानलको माध्यमबाट एउटा राम्रो गुड मेसेज दिन चाहन्छु। हजुर, त्यो मेसेज भनेको बाबुआमाप्रति एउटा सद्भाव राख, बाबुआमालाई
बाबुआमाप्रति एउटा छोराले गर्नुपर्ने फर्ज अथवा छोरीले गर्नुपर्ने फर्ज होइन, आफ्नो दायित्व निभाउने कुरामा बाबुआमालाई दुःख नदियो र खास गरेर मैले मेरो टार्गेट कहाँनिर हुन्छ भनेपछि यो मेरो पहिलो अन्तर्वार्ता होइन, योभन्दा पहिला पनि मेरो धेरै अन्तर्वार्ताहरू भयो होइन। भारतको तपाईँको चाहिँ नेसनल टेलिभिजन दूरदर्शनबाट पनि मेरो लाइभ फुड टेलिकास्टहरू आउँछन् होइन। मेरो आफ्नो लाइभ फुड टेलिकास्टहरू आउँछन्। यो पहिलो त होइन, तर मैले हर मेरा यस्ता टेलिकास्टहरूमा मैले दिने मेसेज भनेको खास गरेर मेरो टार्गेट रहेको भनेको टिनेजरहरूलाई। कतिखेर भनेपछि अब यो टिनेजरहरू कस्तो हुन्छ भने यतिखेर यिनीहरूलाई एकदम हुटुटी के हुन्छ भनेपछि फल्नासँग आइफोन छ भने उनलाई पनि आइफोनै चाहियो, फल्नासँग अरू केही राम्रो ग्याजेट्सहरू छ भने उसलाई पनि चाहियो। त्यो कमाउनको लागि तिमीले आफै मिहिनेत गर, बाउलाई दुःख नदियो, आमालाई दुःख नदियो। जस्तो हुन्छ सानो ठुलो काम गर, थोरै पैसामा काम गर, त्यहाँनिर दुई चिज हुन्छ, थोरै भए पनि पैसा अर्निङ हुन्छ र एउटा चाहिँ एक्सपिरियन्सहरू मेरो मेसेज मेरो खास गरेर टिनेजरहरूलाई यही नै हो। वाह दाइ, यति धेरै बेर जसले अन्तिमसम्म हाम्रो प्रोग्राम हेर्नु, बिचमा रुनु पनि भयो, तपाईँको सङ्घर्ष बुझ्नुभयो र यदि टिनेजरको कुनै पनि हाम्रो लेभलको साथीहरू या टिनेजरको भाइ बहिनीहरूले यो म्यासेज हेरेर उहाँको कुरा कृपया फलो गरिदिनु होला। त्यसले हामीलाई भन्दा पनि तपाईँलाई नै प्लस पोइन्ट हुने हो। यतिन्जेलसम्म हामीलाई हजुरहरूका दुःख पीडा राख्ने अवसर दिनुभयो, समय दिनुभयो, त्यसको लागि दाइ हजुरलाई धेरै धेरै धन्यवाद। नमस्कार। हजुरलाई पनि धन्यवाद। तपाईँको च्यानलको माध्यमबाट अलिकति कुराहरू राखिदिनु भयो, मेरो पनि अलिकति मन हल्का भयो र खुसी लाग्यो। यहाँसम्म बोलाउनु भयो, धन्यवाद हजुर।